बर्दिया जिल्लाको बाँसकरी नगरपालिकामा अवस्थित ओम केदारेश्वर धाम आज महाशिवरात्रिको विशेष अवसरमा भक्तजनहरूको अपार भिडले भरिएको छ। बिहानैदेखि टाढा टाढाबाट आएका श्रद्धालुहरू शिवजीको दर्शन, पूजा आराधना तथा व्रत बसी धाम पुगेका छन्। महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र पर्व मानिन्छ। यस दिन भगवान शिवको पूजा गर्दा मनोकामना पूरा हुने, पाप नाश हुने र आत्मिक शान्त प्राप्त हुने धार्मिक विश्वास गरिँदै आएको छ। यही विश्वासका साथ आज केदारेश्वर धाममा शिवलिङ्गीमा जल, दूध, बेलपत्र, धतुरो र अक्षता अर्पण गर्दै भक्तजनहरूले श्रद्धापूर्वक पूजा गरेका छन्। धाम परिसरमा ओम नमः शिवायको जप, भजन, कीर्तन र आरतीले वातावरण शक्तिमय बनेको छ। कतिपय भक्तजनहरूले रातभर जागराम बस्दै शिव महिमा गान गर्ने तयारी पनि धाममा गरेका छन्। स्थानीय बासिन्दाका अनुसार केदारेश्वर धाम पछिल्ला वर्षहरूमा धार्मिक पर्यटकको प्रमुख केन्द्र बन्दै आएको छ। महाशिवरात्रि जस्ता पर्वमा यहाँको चहल पहलले स्थानीय व्यापार तथा साना व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ। समग्रमा आजको महाशिवरात्रिले बाँसकरीको ओम केदारेश्वर धामलाई श्रद्धा, आस्था र भक्तिभावले अझै उज्यालो बनाएको छ। भगवान शिवको कृपाले सबैको जीवनमा शान्ति, समृद्धि र सद्बुद्धि प्राप्त होस् भन्ने कामना सहित भक्तजनहरू पूजा आराधनामा लस्कर देखिएका छन्।